मेरो हातमा जुङ्गाले खाएछ के गरेर हाल्यो डाँडाको हाइकिङमा हिँडेको यस्तो छ बाटो बिजोक छ झन्डै चिप्दैन यार डाँडाको हाइकिङ हिँड्दाखेरि यस्तै हो थाकिन्छ आवाज यसमा आउँछ यस्तो जङ्गल छ जङ्गलहरू यस्तो छ हिँड्नै गर जङ्गल फाइनल्ली हामी चाहिँ आइपुग्यो बाह्र डाँडा आइपुग्यो त्यहाँ चाहिँ यस्तो रहेछ संसद भवन जनजी आन्दोलनमा ध्वस्तै भएछ यस्तो अवस्थामा रहेछ यो चाहिँ गोदावरी पार्क हो यो चाहिँ गोदावरी पार्क यिनीहरू गोदावरी पार्क हो यस्तो छ गोदावरी पार्क यस्तो छ मारुल डाँडा यहाँदेखि राम्रो भ्यू देखिन्छ काठमाडौँको राम्रो भ्यू छ काठमाडौँको भ्यू यो गोदावरी पार्क भइहाल्यो यो माथिको लाखुर भन्छ यो बादल लागेको पुल्चीकी डाँडा ढुङ्गा तल लगेर मार्बल बनाउने त्यो ढुङ्गालाई तल लगेर मार्बल बनाउने यतिकै माथि त्यस्तो मजा लागेर होइन बिस्तारै म पनि आउँछु आछ आएछ यस्तो छ सिन मारुल डाँडादेखि काठमाडौँको भ्यू यस्तो छ नजिकै त घर नजिकै
यत्रो थाहा पाइहाल्यो उता त्यहाँ मलाई चाहिँ नदेखेर कहाँ जानु ए यस्तो छ वरिपरि यहाँ चाहिँ चिया होटल छ यो यहाँ चाहिँ मान्छे बसिरहेको छ गोठालो हो कि के हो मारा डाँडामा चाहिँ मेरो खुट्टामा आएर पुतली बसेछ खै यहाँ आएको छैन तपाईँको के गर्नु म चाहिँ हेरेर बसिरहेको आउनै कि हेरेर त्यो कनेक्ट भइरहेको छ ल मारा डाँडाको हाम्रो साथीहरू काठमाडौँको भ्यू पनि देखाइँदैन पुतली सँगसँगै पुतली ए अझै हुन्छ नि उयो अगाडि जानु त तपाईँ यता यता आउनु न पुतली सँगसँगै आउनु न खै तपाईँ कनेर भन्ने क्या ल अहिले चाहिँ हाम्रो साथी पनि आइरहेको छ एकछिन त्यति बसिराख्ने अब भयो तपाईँ केही पनि नगर्नु है यति देखेर म भइराखेको केही नगर्नु ल मैले यहाँ चलाउनु भएन नि त किन हारल भन्टा लाग्यो हारस भन्टा लाग्यो खै भएको चित्र होइन लुकायो मनमा राख्नेछु आफ्नै आत्मा हो भनेर तिमीलाई हात माखुरा
कहाँ आउने ढुङ्गा माथि ल चरा पनि फ्लाइङ गर्दैछ चरा पनि ठ्याक्कै हो कि माथि देख्नु भएन त्यो पनि आइरहेछ फर्स्ट टाइम मारल डाँडाको एभरेस्ट चढिएको हाइएस्ट टप पोइन्टमा our Lalitpur district. ये है नेपाल ललितपुर का सुंदरता बहुत बहुत बढ़िया है हाम्रो झिल्केस एन्जिनिम म घर न बासको आवडे एभरेस्ट बेस क्याम्पको उहाँले गर्नुभएको चाहिँ प्र्याक्टिस ट्रेनिङ अस्ति निम्स दाइले बाई बाई भनेर जानुभयो अब उहाँको पालो पनि हुनसक्छ कि के थाहा अब उहाँले त्यो घुमाउनु भयो उहाँलाई अझै टुप्पोमा पुर्याइदिने यहाँ चाहिँ मार्बल डाँडादेखि देखिने यस्तो सिन छ यहाँ सेन्टी बर्क स्कुलको बच्चाहरू चाहिँ गर्दैछ पिटी खेल्दैछ यहाँ यस्तो छ अरू चाहिँ मार्बल डाँडाको सपिङ सकेर फर्किन लागेको गाइस ल मार्बल डाँडा बाई बाई भन्नु पर्ला आउनुलाई गाइजहरू पनि यस्तो हाइकिङ गर्न एकदम बेस्ट ठाउँ हो यो गोदावरीको मार्बल डाँडा हामी पनि अब हाइकिङ सकेर जाँदैछौँ ल अब टाटा बाई बाई ल हजुरले भन्नुहोस् न अब कस्तो महसुस भयो आज मार्बल डाँडाको हाइकिङ गर्दाखेरि यसो हजुरहरूको महसुस भन्नुहोस् न हुँदैछ रेकर्डिङ होइन यसरी तिन फोटो क्या तिनजनाको क्या अनि चार्टर भिडियो बनाउने कि होइन यसरी अरू फोटो खिच्नु भने क्या उयो राम्रो राम्रो खिचौँ न राम्रो सिनमा ल यता यता उभिनु त हो आयो तलसँग खिचौँ न कुनै ढुङ्गासँग खिच्नु
गाइस हामी चाहिँ अब माडल डाँडाको हाइकिङ सकेर अब जान लाग्यो घरतिर। यस्तो घुम्न आउनु होला, एकदम बेस्ट ठाउँ छ, मार्बल डाँडा चिल ठाउँ छ। हामी फेरि आउनेछौँ। ल हाम्रो दाजुहरू जाँदैछ हाइकिङ सकेर। यस्तो छ जङ्गलको बाटो, जङ्गल यस्तो छ, बाक्लो जङ्गल छ, बाक्लो जङ्गल छ यो बाटो। यस्तो जङ्गलको बाटो। हेर्नुहोस् गाइस, हाई गर्नु। ल हामी मार्बल डाँडाको हाइकिङ सकेर प्रस्थान गर्दैछ। यति राम्रो सिन छ, राम्रो ठाउँ छ, सुन्दरमय वातावरण, हिँडेर चाहिँ एकदम राम्रो देखिन्छ है। आउनुहोस् है, यस्तो ठाउँ छ, जङ्गलहरू। दामी ठाउँ छ, आउनु होला। ल हेर्नु गाइस, हामी हाइकिङमा आएको। मेरो साथीहरू यस्तो स्वार्थी छ, मलाई छोडेर एक्लै उहाँहरू खट्टा आँखा हिँड्दैछ। मलाई छोडेर एकछिन पनि वेटिङ गर्न नसकेको। अहिले म चाहिँ एक्लै हिँड्दैछु, हाइकिङबाट फर्किँदैछु। सिनहरू यस्तो छ।